अब भनेको भारत सबै प्रदेशको स्थापना नाम कहिले तोकिएको थियो त्यो बारेमा कुरा गरौँ। मधेस भनेपछि म देशको लागि केही न केही गर्ने अठोट गर्छु मात्तिन्न भनेपछि म देशको लागि केही न केही गर्ने अठोट 2078 साल मात्तिन्न भनेपछि माघ 3 गते 2078 साल माघ 3 गते मध्य प्रदेशको स्थापना भयो। मध्य प्रदेशको नामाङ्करण गरियो। त्यस पछाडि लुम्बिनी प्रदेश, लुम्बिनीको सतहमा बसेर 620मा ध्यान गर्छु भनेपछि 2000 लुम्बिनीको सतह अनि साथ भयो। 2077 साल 6 महिना 20 गतेमा लुम्बिनीको नामकरण गरियो। त्यस पछाडि कर्णाली भनेपछि नली, कर्णाली नालीको छेउमा चाहिँ चौरी छ अरे। त्यो चौरीमा चाहिँ के गरेका छन् भने त्यो चौरी छ अरे छेउमा, त्यो छेउमा चाहिँ कतिजना त भन्दाखेरि +2 पढ्ने केटाकेटी बसेको छन् भनेपछि 2074 साल +2 भनेपछि 11 महिना 12 गते कर्णाली। त्यस पछाडि कोशी प्रदेश, कोशी भनेपछि कोशीसँग मिल्ने भनेको 79 हुन्छ 2079। त्यस पछाडि शत्रुहरू फाल्दै भनेपछि फागुन 17 गते भनेपछि 2079 साल फागुन 17 गते कोशीको नामाङ्करण गरियो। त्यस पछाडि बागमती भनेको पवित्र क्षेत्र हो जहाँ पृथ्वीनारायण शाहको जन्म भएको थियो भनेपछि पृथ्वीनारायण शाहको जन्म कहाँ भएको त थाहा भएन। बागमती पवित्र क्षेत्र थियो, तनहुँमा भएको थियो होला सायद, जहाँ होस्। बागमती पवित्र क्षेत्र थियो भनेपछि क्षेत्र भनेको 76 2076 साल। अनि पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? 9 महिना 27 गते भएको थियो। त्यही भएर बागमतीको स्थापना 2076 साल 9 महिना 27 गते भएको थियो। त्यस पछाडि सुदूरपश्चिम भनेको सुड्डोको 75 वर्षमा 6 भाइ छोरा 12 भाइ नाति। सुड्डोको 75 वर्षमा 6 भाइ छोरा 12 भाइ नाति भनेपछि 75 वर्षमा 6 भाइ छोरा 12 भाइ नाति भनेपछि सुड्डोको सुदूरपश्चिम 2075 साल 6 महिना 12 गते। त्यस पछाडि गण्डकी भनेपछि गन देखेपछि 5 थरी अवसरलाई पनि टाटा बाई बाई गर्नु पर्यो भनेपछि गण्डकी देखेपछि 5 थरी 2075 5 थरी 2075 5 थरी अवसरलाई पनि बाई बाई गर्नु पर्यो भनेपछि अवसर भनेको असार 2075 असार कति गते? असार 22 गते 2075 असार 22 गते 2075 असार 22 गते। अब यिनीहरू प्रत्येक प्रदेशको चाहिँ के गर्नु पर्यो? क्षेत्रफल सबभन्दा सुरुमा हामी कोशीबाटै सुरु गरौँ योपल्ट भने। कोशीको क्षेत्रफल भनेको कति हुन्छ भन्दाखेरि 25,905। कोशीको क्षेत्रफल 25,905, कोशीको क्षेत्रफल 25,905। त्यस पछाडि कोशीमा चाहिँ उपमहानगरपालिका धरान र इटहरी रहेका छन्। त्यस पछाडि मध्य प्रदेशको क्षेत्रफल भनेको 9,661। कोशीको भनेको 25,905, मधेसको त्यही 9,661। त्यस पछाडि बागमती प्रदेशको 9,300, त्यस पछाडि गण्डकी आउँछ, गण्डकीको 21,838, लुम्बिनीको 20,226, र सबभन्दा ठुलो कर्णालीको 30,712 अनि सुदूरपश्चिमको 539 हुन्छ। पछाडि 19,539। यसरी विभिन्न प्रदेश र त्यसको क्षेत्रफल अनि तिनीहरूको कहिले नामाङ्करण गरियो भन्ने विषयमा प्रस्तुत गरियो।